फाइनल हामी यहाँ सौरामा आइपुग्यौँ। सौरा त्यो उसमा आइपुग्यौँ। अब यो गोही हेर्ने काम गर्छु। म कपाल मिलाउँदै हिँडिरहेको छु। श्रीमतीजी पछाडि हुनुहुन्छ। कहाँ सफारी अहिले पछि जान्छौँ, अरू मान्छेहरू पनि आउँदै हुनुहुन्छ। कसरी हो सफारी, कसरी हो? कुन जङ्गल जाने त्यही अनुसार एउटा जिप रिजर्भ गर्नु पऱ्यो भने कति हो? त्यो चाहिँ भनौँ न। सरसँग भेटेको मम्मी हुनुहुन्छ, बहिनी सौराको घुमघाम भइरहेछ आज। किशोरहरू यहाँ पुरै टाँगा सफारी गरिरहनु भएको छ। टाँगामा चढेर घुमघाम। मम्मीहरू नै आउनु, मम्मी दिदीहरू त्यहाँ हुनुहुन्छ। बाइक यहाँ छ, यहीँ बाइक यहीँ छोड्दा त के फरक पर्दैन नि बाइक। अनि हेलमेट कहाँ छ? पार्किङ पार्किङ कहाँ छ? ल म पार्किङ हालेर आउँछु। यहाँ पनि केही हुँदैन होला है? त्यही त बाइक यहाँ छ। ए दिदी आइपुग्नु भयो, मम्मी यहाँ, भान्जी यहाँ चिक्क गरेर। ल यहाँतिर हाम्रो ड्राइभर एउटा घोडाले 7 जना पुग्नु परेको छ। मुन्नी ल मुन्नीले यस्तो कुदाइरहेको छ। अब अहिले चढिनु भने के हो यहाँ ल टाँगाको सफारी। दिदी भान्जी म कालो चस्मा भइहाल्यो। ऊ पछाडि होइन, 2 जना, ऊ मम्मी र सारा। ल टाँगाको सफारी छ। टक 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 गर्छ। शीतल मौसम, मौसम शीतल छ आज। यहाँबाट चाहिँ अब जङ्गल छिर्यो। यहाँ डोको, स्पेसली यो डोको उ गर्ने ठाउँ रहेछ। कृष्णले हेर्दै हुनुहुन्छ। हामी एउटै फ्रेममा। ल घुम्न आयो सफारीमा। भेरी ह्याप्पी ह्याप्पी मोमेन्ट। सँगै बसेको हामी चाहिँ नेपाल आएर भेट्दा पनि धेरै धेरै खुसी छु। आज थ्याङ्क यू गड यस्तो सम्झिरहेको लागि। जीव जन्तुहरू देख्यो त सर? केही देखेन, एउटा घर पालेको बाँदर देखियो होइन, अनि त्यसपछि घर पालेका बाख्रा, भैँसी अहिलेसम्म त्यही देखिएको थियो। खोलामा एउटा गोही देखियो होइन, त्यही हो। त्यो जङ्गल नछिर्दै पनि देखिएको थियो, सिरियसीकै देखेको थियो है। हेर्दै जाऊँ अगाडि, हेर्दै जाऊँ के देखिन्छ। अब थुप्रो मान्छे छ, हेर्दैछौँ केही देखियो भने अपडेट हुँदै जान्छ। र बाँदर जाउँ, बाँदरै बसिरहेको छ है त्यहाँ बाहिर पनि, रातो बाँदर। ल सफारी 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 हुँदैछ। सबै आमाहरू पनि हेर्न आइरहनु भएको छ। यात्रा बोकटे लिएर सबैको यात्रा यस्तै छ। बच्चाहरूलाई रमाइलो हो सफारी भनेको, एकदम हेर्नलाई, घुम्न। ठुलो मान्छेहरूलाई त के छ र यहाँ ठुला है फलामको चढाउनु भयो। चौथौँ दिनमा सौरामा सौराको जङ्गलमा घुमिरहेको रमाइलो भइरहेको छ होइन सर? असाध्यै रमाइलो हो। यो मौसमले अति साथ दिएको छ।
चडक्क घुम्ने सानो सानो पानी परेको छ अनि ल यो वरिपरि अब यी बस्ने ठाउँहरू पनि राखिदिएको रहेछ व्यक्तिगत पर्सनली आउन चाहिँ मिल्दैन यहाँ यो सफारी बिना सफारी गर्ने मान्छेहरू चाहिँ आउन मिल्छ यहाँ पारीहरू पनि हेरिरहेछन् यहाँ खोला रहेछ सानो खोला रहेछ यसमा माछाहरू के कति छ माछा पनि होला सायद मार्न त दिँदैन आर्मीहरू हुन्छ होइन यसको गस्तीमा डुलिरहेको हुन्छ ल त्यही हो यहाँका प्रायः अलिक गहिरो दहहरूमा चाहिँ अब गोहीहरू पनि हुन्छ यो चिसा पानीको मुहान भनेपछि चिसोहरू पानीहरू पनि पानी छ यहाँ छोएर नि हेरौँ न त कस्तो रहेछ यहाँको पानी बाबु तिम्रो नाम पनि भन नि त नाम के हो भनेर मेरो नाम सरोज पाण्डे मेरो स्कुलको नाम हो चिल्ड्रेन प्यारेन्ट्स बोर्डिङ म अहिले 13 मा राखेँ म अहिले क्लास 6 मा पढ्छु अहिले हामी कुन ठाउँ घुम्न आएको त यो अहिले हामी सौरा जङ्गल सफारी है रमाइलो भइरहेछ ल अब के देख्यौ त जङ्गलमा अहिलेसम्म त मैले बाँदर देखेँ स्याल देखेँ त्यति है अरू अझै पनि हेर्न बाँकी छ के देखिन्छ है देख्यो भने हामी फेरि यसमा क्याप्चर गरौँला है ल ओके ल छोरीले कति राम्रो नाचेको छ शीतली आरामले बसेको छ एउटा त ठगेर आएर यात्रा सफारीको काम अब सक्यो अब झर्ने काम हुँदैछ अब यहाँबाट हाम्रो एउटा म्युजियम मात्रै बाँकी छ यो म्युजियम वन्यजन्तु म्युजियम घुमेपछि चाहिँ अनि सौराको सकियो ल अब